नमस्कार सम्पूर्णमा। आजको हाम्रो यो यात्रा रहेको छ अर्हाची पलकोट हुँदै हामी ढोरपाटन सडक खण्ड भएर यात्रा हामी रूपन्देही बुटोलसम्मको गर्नेछौँ। र यो सडक खण्ड अर्हाची जिल्लामा अन्य सडक मार्गभन्दा अलिकति छोटो र द्रुत मार्ग पनि यसलाई चिनिन्छ। यहाँनिर यो सडक खण्ड विस्तार हुँदैछ है। विस्तार हुने क्रममा यो सडक खण्ड कोही ठाउँ बिजहरू पनि छ, कोही ठाउँहरू चाहिँ अलिकति बाटो बन्दैछ, बजेट अभावले पनि हुनसक्छ, अलिकति ढिला पनि भइरहेको छ कुनै ठाउँमा। साथसाथै यो बाटोमा आजको यात्रामा चाहिँ हामीले विभिन्न स्थानमा देखिएका दृश्यहरू पनि हजुरमा देखाइरहेका छौँ। यो दृश्यहरूले तपाईँलाई केही भयो भने अलिकति मनोरञ्जन चाहिँ प्रदान गर्नेछ र केही सन्देशहरू पनि पाउन सक्नुहुन्छ। यो बाटो यदि कहीँ यात्रा गर्दै हुनुहुन्छ भने बुटोलदेखि अर्हाचीको यात्राको लागि चाहिँ सालजण्डी हुँदै अर्हाची यात्रा गर्न चाहनुहुन्छ भने तपाईँलाई अन्य बाटोभन्दा यो बाटो तुलनात्मक रूपमा चाहिँ अलिकति अप्ठ्यारो लाग्यो भने त्यति अप्ठ्यारो चाहिँ छैन होइन। बर्खाको समय भए अन्य समयमा यो बाटोमा गाडीहरू चाहिँ राम्रै चल्छन् र बर्खाको समयमा कुनै अब ग्राभेल र पिच हुन नसकेको ठाउँहरूमा चाहिँ अलिकति पानीले असर गर्ने भएको हुनाले यो बाटोमा चाहिँ यात्रा गर्न अलिकति कठिन हुन सक्ला। नभए चाहिँ अन्य हिउँदको समय र अन्य समयमा यो बाटो छोटो पर्छ, यो मानेमा छोटो पर्छ कि जस्तो तपाईँ अर्हाचीको यात्रा गर्दै हुनुहुन्छ र सन्धिखर्क आसपास र बलकोटसम्मको यात्रा गर्न चाहनुहुन्छ भने चाहिँ कि त तपाईँ यो हाम्रो बुटोल रेडी सडक खण्ड हुँदै हाम्रो तल्लो बाटो मदन भण्डारी राजमार्ग भएर बलकोटसम्म यात्रा गर्न सकिन्छ। त्यो बाटो पनि अत्यन्तै छोटो छ, मतलब यहाँदेखि बुटोलदेखि तपाईँको बलकोटसम्म जानको लागि त्यो बाटो पनि करिब 100 किलोमिटर छ भने यो सालजण्डी ढोरपाटन सडक खण्ड अहिले मुन जुन देखाइरहेको छ यो बाटो चाहिँ करिब 100 भन्दा कम नै पर्छ, भनेको 90-95 किलोमिटर आसपास छ। र बाटो पुरै ग्राभेल भइसकेपछि बाटोमा यति सहज हुनेछ, यो क्षेत्र भएर घुम्ने गाडीहरू धेरै सहज हुनेछ। बाटो धेरै ठाउँतिर ठिकै राम्रै पनि छ है, कुनै ठाउँहरू कोचहरूमा चाहिँ अलिकति बनाउन बाँकी छ। जति पनि मैले यो दृश्यहरू देखाइरहेको छु कहीँ बाटोको दृश्यहरू छ, कुनै भने यो भूगोललाई समेटेर यो गाउँ ठाउँको दृश्यहरू पनि देखाउन सकेछ कि भनेर मैले चाहिँ अलिकति आफूले जति सक्छु त्यो मेहनत चाहिँ यहाँनिर गरेको छु। सो यो बाटोमा अहिले यहाँनिर चाहिँ हामी यो ढुङ्ग्रे खोलाको आसपास होइन पारीको त्योभन्दा पारी निगाली साइडमा देखिने बाटोहरू पनि देखिरहेको छ। बाटोमा अब पुलहरू प्राय बनिसकेको छ, पुलको समस्या चाहिँ छैन। बाढीले पुलहरू र क्रस गर्न नसक्ने भनेर कुनै पनि त्यस्तो ठाउँहरू छैन। म्याक्सिमम् ठाउँहरू चाहिँ पिच पनि छ, राम्रो छ है। यो बाटोमा धेरै गाडीहरू नगुड्ने हुनाले तपाईँ छोटो यात्रा गर्न चाहनुहुन्छ भने यो बाटो सहज छ। डाँडा मैदान निगाली पटौटी यो क्षेत्रहरू र तपाईँ ढोरपाटन सडक खण्ड हुँदै पाल्पाको केही भागहरू होइन, अनि त्यसपछि बाँकी अर्हाचीको स्थानहरू धेरै स्थानहरू यो बुटोल खण्डदेखि उत्तरी भेगहरूलाई चाहिँ हामी समेट्दै यो बाटोहरू यात्रा चाहिँ गर्न सक्छौँ। यहाँनिर जो गाडी रोकेको बेला एकछिन चाहिँ भ्यूको लागि बनाएको भिडियोहरू छ यहाँनिर। अनि सँगसँगै यो ढुङ्ग्रे खोला हो, यो ढुङ्ग्रे खोलाको ब्रिज पनि बनिसकेको छ होइन, यहाँ ट्राफिक सिम्बलहरू पनि राखिएको छ होइन। यो बाटो हो, यो बाटो चाहिँ औला बनिसकेको छ, पिच भइसकेको थियो, अप्ठ्यारो भएको थियो, त्यो अप्ठ्यारो भएको चाहिँ राम्रो बनिँदै फेरि सबभन्दा अप्ठ्यारो हुने भएको थियो त्यो बाटो चाहिँ राम्रो बनिसकेको छ। अलिकति अब बन्न बाँकी चाहिँ भिडियोलाई चाहिँ किन त मेमोरीको रूपमा मैले
यो खण्डमा पनि केही ठाउँहरूमा अहिले यसरी पहाडको पहाड भनेपछि अलिकति आफूलाई आफ्नो जन्मस्थान भएको भएर पनि होला माया लाग्छ होइन, घर जाँदा आउँदा होइन। योपालि चाहिँ म प्रायः जसो बाइकमै जान्थेँ र योपालि अलिकति यो बाटोको अवलोकन गर्नको लागि बाइकमा एक्लै अलिकति नगएको हुनाले योपालि गाडीमा आउने मौका जोड्यो र सो समयमा चाहिँ मैले यो भिडियोलाई चाहिँ क्याप्चर गर्न पाएँ। जो कोही पनि यो सडक खण्ड यात्रा गर्न चाहनुहुन्छ भने बाटो सहज छ, त्यो पहाडी भूभागमा चल्नको लागि अब ठाउँअनुसार सहज नै छ है। तर पनि अब तपाईँ सिङ्गल यात्रा गर्नभन्दा पनि डबल यात्रा गर्नुभयो भने बाइक इभन अन्य कुरामा पनि तपाईँलाई बाटोमा अप्ठ्यारो पऱ्यो भने सहज चाहिँ हुन्छ। गाउँ बस्तीहरू त्यति धेरै बाक्लो चाहिँ छ।